फेरि पनि स्वागत छ सबैजनालाई। अब हामी यो पोइजन गेमको भाग 2 गर्दैछौँ। भाग 2 मा चाहिँ सम्धि बीच घमासान भिडन्त हुँदैछ। यो गेमको बारेमा बुवालाई पनि थाहा छ, ड्याडलाई पनि थाहा छ, किनभने एक गेम त हामी आमा छोरीले खेलिसक्यौँ। त्यही पनि के हुँदैछ बुवा र ड्याडी आफैले गर्नुहुन्छ, बयान गर्नुहुन्छ। अब यसमा चाहिँ जम्मा 3टा चाहिँ चोइस गर्नुपर्छ, एक अर्काले नहेरिकन। जस्तो मैले चाहिँ चोइस गरेकोमा चाहिँ सम्धिकोमा मैले चोइस गर्छु, अनि मेरोमा चाहिँ चोइस गर्ने चाहिँ सम्धिले गर्नुहुन्छ। अब जसले बढी चाहिँ यो पोइजन खान्छ उसले हार्छ, पोइजन नखानेले विनर हुन्छ। बुवालाई पनि थाहा छ यो गेमको बारेमा। केही भन्न चाहनुहुन्छ? सबै ड्याडले भनिदिनु भयो। त्यही भएर ल अब 1 2 3 ल कहिले कसले पहिला छान्ने? ल ड्याडी उता आँखा चिम्लिनु, बुवाले छान्नुहुन्छ। आँखा चिम्लिनु थाहा हुन्छ कि ड्याडी? झेलाउन पाइँदैन। ल ल छान्नु। ल भयो। अब बुवाले आँखा चिम्लिनु। ल ओके 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 ल ल ड्याडीले खानुहुन्छ। ल बुवाको टर्न। बच्नु भयो ड्याडी, बच्नु भयो बुवा। ल ड्याडी छिटो खान पर्यो कि ड्याडी? चेस खेलेको छ नि। से फेरि पनि बच्न सफल हुनुभयो। अब बुवा फेरि पनि बच्न सफल हुनुभयो बुवा। फेरि पनि बच्न सफल हुनुभयो ड्याडी। बुवा अब ड्याडी पोइजन विष खानुभयो ड्याडीले। अब बुवाको पालो। सेम बच्नु भयो बुवा। ड्याडीले फेरि दोस्रो चोटि विष खानुभयो। अब बुवाको पालो। बुवा फेरि पनि बच्न सफल हुनुभयो। ड्याडीले पुरै विष खानुभयो। यो गेममा बुवाले जित्नु भयो। अब मलाई लागेको डाउट है, म क्यामेरामा भन्छु, अरूले पनि नोटिस गर्नुहुन्छ कि हुँदैन? ड्याडीले बुवालाई हो कि होइन बुवाले भन्नु है। जस्तै हजुरले उता हेरेको बेलामा ड्याडीले यस्तो गर्नुभएको थियो कि हजुरले त्यो नोटिस गर्नुभएको थियो? गर्नुभएको थिएन हो। त्यो चाहिँ बुवाले थाहा पाउनु भएन, तर त्यो गलत हो होइन। अनि अर्को कुरा जस्तै बुवाले यस्तरी छान्नु भयो होइन, त्यस्तरी छान्दाखेरि त कुनै न कुनै लाइनमा पर्ने सम्भावना हुन्छ नि त। तपाईँले यस्तरी छान्नु भयो होइन, त्यो पनि लास्टमा छान्नु भएछ। त्यो भएपछि चाहिँ मान्छेले लास्टको भन्दा बढी फर्स्टमै खान्छ होला, मेरो लोजिक है। कसलाई कस्तो लाग्छ? बुवालाई कस्तो लाग्छ? मलाई त अब अन्दाजी हो। अन्दाजी के लाग्यो? जस्तै यस्तरी त्यो डायगोनली छान्दाखेरि यस्तो छान्दाखेरि चाहिँ मान्छे झुकिने नै रहेछ। उहाँले त्यसरी छान्नु भएको छ, मैले चाहिँ अब सिधै छान्दिएँ। अब फेरि अर्कोचोटि त्यस्तो गर्नु भने त थाहा पाउनुहुन्छ, त्यो बेलामा अर्कै ट्रिक लगाउनु पर्छ। त्यही भएर एउटा लाइनको थाप्दाखेरि खानु भएन। ल यो गेमको विनर हुनुहुन्छ बुवा। ल हात मिलाउनु। ल